Ready? Awesome. Amin Rajuji, prepare. आजको यो कार्यक्रमको उद्घाटन गरिदिनु हुन हामी सम्पूर्ण आयोजक तथा जनतावासी धन्यवाद आमिर राजुज्यू यस रमाइलो भेलालाई अगाल्दै आमिर राजुज्यूलाई 2 शब्द राखिदिनु हुन म विनम्र अनुरोध गर्दछु र अतिथि वर्ग साथीहरू आफ्नो सिटमा गएर कृपया बस्नु होला विनम्र अनुरोध गर्दछु यस सांस्कृतिक कार्यक्रम सांगीतिक लेखिएको छ सांस्कृतिक लेखिएको छैन तमुदी संस्थाका साथीहरू कार्यक्रमका सभापतिज्यू दूतावासबाट उपस्थित हुनुभएका मित्रहरू विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधित्व गरेर आउनुभएका अतिथिज्यूहरू नेपालबाट यो ईदको अवसरमा यहाँहरूसँगै केही मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्न आउनुभएका नेपालका कलाकार मित्रहरू र आज यस कार्यक्रममा भेला हुनुभएका तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरूमा म नेपाली दूतावासको तर्फबाट हार्दिक नमस्कार गर्छु साथै म यो ईद पर्वको उपलक्ष्यमा तमाम उपस्थित मित्रहरूलाई शुभकामना व्यक्त गर्दछु त्यस्तै गरी नेपाली महिलाहरूको पावन पर्व तीज आजसम्म चलिरहेको छ र त्यसको उपलक्ष्यमा दिदीबहिनीहरूलाई तीज पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु आज जुन किसिमले यो सांस्कृतिक कार्यक्रम यहाँ आयोजना भएको छ र हजारौंको सङ्ख्यामा नेपाली दाजुभाइहरू उपस्थित हुनुभएको छ यसले सांस्कृतिक मनोरञ्जन मात्र होइन एक आपसमा चिनजान गर्ने अवसर पनि प्राप्त भएको छ एक आपसमा आफ्नो दुःख सुख साट्ने अवसर पनि प्राप्त भएको छ त्यस्तै गरी नेपालीहरूलाई आपसमा एकताबद्ध हुने अवसर पनि प्रदान गरेको छ र यस्तो अवसर प्रदान गरिदिनु भएकोमा म आयोजक मित्रहरूलाई पुनः धन्यवाद दिन चाहन्छु हामी अत्यन्तै छोटो समयमा छौँ र आजको प्रमुख आकर्षण भनेको सांस्कृतिक कार्यक्रम नै हो त्यसैले म धेरै कुरा यहाँ नबोलौँ हामी फेरि पनि भेटघाट भइरहन्छौँ फेरि पनि विचारहरू आदान प्रदान गरिरहन्छौँ म के मात्रै भन्न चाहन्छु भने हामी दूतावासका पदाधिकारीहरू कर्मचारीहरू तपाईँहरूको सेवा गर्नको लागि नेपाल सरकार हामीलाई पठाएको हो यहाँ हामीलाई नेपाल सरकारले पर्याप्त तलब सुविधा दिएको छ त्यसकारण हामीले अत्यन्तै मेहनत गरेर तपाईँहरूका दुःख पीरमर्काहरूलाई सम्बोधन गर्नुपर्छ त्यसको लागि हामीले दिन सकिने राहतका कामहरू गर्नुपर्छ हामीले कुनै पनि किसिमका नाजायज ढङ्गका फाइदाहरू यहाँ बसेर उठाउनु हुँदैन र त्यस्ता फाइदाहरू कतै हाम्रो दूतावास परिवारबाट उठाइएको कसैलाई कुनै जानकारी हुन्छ भने तपाईहरुले मलाई दूतावासको प्रमुखको नाताले सूचित गर्नुहुनेछ र म कुनै पनि कारबाही गर्न म तपाईहरुको पहुँचबाट टाढा हुन चाहन्न म तपाईहरुको सूचनाबाट टाढा हुन चाहन्न त्यसैले मैले मेरो मोबाइलको फोन नम्बर सबैलाई टिपाइदिने गरेको छु तपाईहरु यत्रोको बीचमा म टिपाइदिन्छु तपाईहरु आफ्नो मोबाइल खोलेर टिप्नुस् मेरो मोबाइलको फोन नम्बर हो 05560666683 055